हेलो दाजुभाइहरू, यो चाहिँ मेरो पहिलो सबैजना सन्चै हुनुहुन्छ होला। अहिले चाहिँ हामी अनिल दाइको क्षेत्रको लागि जाँदैछौँ। सौजन सरले यता भात खाँदै हुनुहुन्छ होइन। यहाँ चाहिँ सौजन सरले खाना खान लाउनु भएको छ। अनि फेरि आज चाहिँ अनिल दाइको क्षेत्रको थियो। अनि अनिल दाइ चाहिँ क्षेत्र पुग्नको लागि तल गइसक्नु भएको छ खेतबारीमा। ल साथीहरू, अब चाहिँ यति नै। अब चाहिँ खेतमा गएर भेटौँ। त फेरि ऊ पुरा थाली बोकेर होइन गुरुजी र सौजन सर। ल गाइस, अहिले चाहिँ रोपाइ सुरु भइसकेको छ अनिल दाइको खेतमा। सौजन सरले पनि भिडियो गराउँदै भरत दाइले चाहिँ पुरा जोत्दै हुनुहुन्छ होइन। उता खेतलाहरूले रोप्दै पुरा। अनिल दाइ हाई गरिदिनु। सबैले लाइक सेयर सब्सक्राइब भन्ने कालजी भाइको लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनुहोस् है। हेलो साथीहरू, अहिले चाहिँ हाम्रो क्षेत्रको लगभग सकिनु लागेको छ होइन। अब पुरा क्षेत्रको एकचोटि दृश्य देखाउनेछु तपाईँहरू। अनि के भन्न चाहन्छु भने आजको त्यो खनाइले जोताइले धेरै थमै लागेको छ साथीहरू होइन। तार सकेर अब यहाँ गोर्दाइले स्टार्ट गर्नुभएको छ होइन साथीहरू। अब चाहिँ हामी माथितिर लाग्नुपर्ने हुन्छ। ट्र्याक्टरले चाहिँ एकछिन समस्या दिएको थियो, तर अहिले सब गुड छ होइन साथीहरू। अब हामी चाहिँ माथि उक्लिँदैछौँ होइन साथीहरू। अब हामी चाहिँ सब लगेर अब यो मेसिन लगेर चाहिँ अब उता देख्न जानेछौँ। अनि त्यही बेला सब देखाउनेछौँ। ल हामी लाग्यो साथीहरू। हेलो गाइज, अहिले चाहिँ हामी यहाँ तल्लो ब्याट सकेर पुरा माथिल्लो ब्याडमा अहिले चाहिँ हामीसँग एउटा वरिष्ठ कलाकार हुनुहुन्छ दलन खत्री जुक्ति। यता गएर चाहिँ ओ ड्राइभरको हाल फेरि यस्तो खै उकाल्न नसकेर होइन। अब चाहिँ प्योर ड्राइभर। लागेर यो जङ्गलतिर है साथीहरू, यसो रेस्टको लागि एकछिन यस्तो छ है होइन। अब त्यहाँ जोतेर सक्दै हुन्छ होइन। त्यसपछि जोतेर सकेपछि अब चाहिँ हाम्रो खनाइ सुरु हुन्छ होइन। अब चाहिँ अन्तिममा छौँ। अब चाहिँ दुईवटा बाटो छ होइन। अनि दुईवटा खेत छ। दुईवटा खेत सकेपछि चाहिँ हाम्रो छ। अरू भिडियो चाहिँ लास्टमा देखाउनु छ। कोही बा डेन्जरस यार फड्किहाल्दे। ल साथीहरू, अब हाम्रो बिजुली सकिसक्यो। ए हाम्रो देवी चाहिँ हाई गरिदेऊ। यस्तै छ लजाउँथ्यो माइलो, हाम्रो माइलो। भर्खरै नयाँ खेत ल। लो गाइजहरू, अब चाहिँ खाना खाने बेला भएको छ होइन। अब भरत दाइ विशाल अनि सौजन माइलोले खाना खाना हुनुहुन्छ। उता मैले खाना बसिँदै खाना खाने बेलामा बनाउनेछु। उता फेरि गुरु ठ्याक्क लास्टमै आउनुभयो।